ल नमस्कार साथीहरु। जय माटो जय देश। अब हामी प्रतिनिधि सभाको सदस्य भएको पनि 1 महिना हुन लागिसक्यो। शपथ चैतको 12 गते खाएको थियौं। त्यस्तै गरेर शपथपछि 13 गते चाहिँ लिनु भएको थियो। हामीले विश्वास गरेका थियौं चाँडै नै प्रतिनिधि सभाको बैठक डाक्नुहुनेछ। हामी सदनमा धेरै कुराहरू राख्न सक्नेछौं। बाइ द बाइ सरकारले प्रतिनिधि सभाको बैठक नबोलाए पछाडि हामी काठमाडौँमै छौं। यद्यपि बैठकमा सहभागी हुनका लागि आतुर छौं। अब प्रसंगहरू धेरै उठिरहेको छ। अस्तिको बेलुका मलाई फोन आएको थियो। भोलि हामीलाई प्रधानमन्त्री कार्यालयबाट तपाईहरु उपस्थित हुनुहोला। प्रधानमन्त्रीज्यूले कोशी प्रदेशको मान्छे बोलाएको छ, सांसदहरू बोलाउनु भएको छ भनेपछि अब यसलाई दुईटा हिसाबबाट तपाईहरुले बुझ्नुपर्छ। जसले विरोध गरिरहनु भएको छ, हिजो पनि हामीले भनिरहँदा मान्छेहरूले पत्ताउनु हुन्न थियो। म चाहिँ एक हिसाबले यो देशलाई माया गर्ने मान्छेहरूको पंक्तिमा पर्छु र हामी हिँडिरहँदा मेरो रान्ति यात्रामा पनि हिजो 7 जनाले भोजपुरमा आन्दोलन स्थापित ब्युरो अफ द 7 जना थियौं। आज सांसदमा पनि 7 जना छौं, जसले हामीले श्रेष्ठता हासिल गरेर गणतन्त्र स्थापित गर्ने एकजना जनआन्दोलनको घाइतेको रूपमा ध्रुव राई पनि हो। तपाईहरुले चान्चुने ढंगबाट विश्लेषण गर्दै हुन्छ। पत्रकार साथीहरुलाई पनि अनुरोध छ, यो शेयर गर्दै पनि बढ्नु होला। माटो टोलीले हिजो भयो के त्यसको निष्कर्ष पनि हिजो न्यूज बनाउनेहरूले दिनु होला है। म तपाईसँग त्यो अपेक्षा गर्छु। धेरै मान्छेहरूलाई म चिन्छु पनि, तपाईले कुन न्यूज चलाउनुहुन्छ। तर मान्छेहरूको बीचमा भ्रम छर्न भन्दा नेगेटिभ पोजिटिभ, सकारात्मक नकारात्मक दुईटै काम भइरहेको हुन्छ। हामी कुनै पनि हिसाबबाट देश र जनतालाई धोका दिने प्याटर्नमा उभिएका छैनौं। आज पनि है, हिजो हामी त्यो बैठकमा गएनौं। म अथवा मेरो दल हामी कोही पनि मन्त्री परिषदमा छैनौं। मन्त्री परिषदमा नभइसकेपछि प्रधानमन्त्रीसँगको बैठक त्यसलाई हामीले उपयुक्त ठान्यौं। हामी सभामुखसँग सहितको बैठकमा, प्रतिनिधि सभाको बैठकमा हाम्रो आवाजहरू जनताले सुन्ने गरी, हाम्रो एक्टिभिटिजहरू जनताले सुन्ने गरेको बैठकमा बस्न चाहन्छौं। त्यही भएर हामी हिजो नगएको। अब हिजो प्राप्त भयो के थुप्रै माननीयहरू हामी पनि जान्दछौं, चिन्दछौं। अनि मिडिया कर्मी साथीहरूलाई पनि थाहा होला के लगेर गए। हिजो आर्थिक भाषणै सकियो त। यदि त्यो बुझाइ हो भने तपाईको दिमाग त्यो भन्दा माथि उठ्नुपर्छ र त्यो निरंकुशतातिर जाँदैछ भन्ने कुरा हो। मान्छेले सामान्य ढंगबाट व्याख्या विश्लेषण गर्न अनुरोध गर्न चाहन्छु। मिडिया कर्मी यदि हो भने साथीहरूलाई, तपाईहरुले कम्तीमा फोन नम्बर हुन्छ, फोन गरेर सोध्दा यथार्थ कुरो के हो भन्ने कुरा हामी भन्छौं। विश्लेषण गरेर अथवा अरूले भनेको सुनेर मान्छेलाई उच्काउने ढंगबाट नगर्नु होला। यो देशको माटोको लागि, यो देश बचाउनको लागि, जनतालाई दुःख नदिनको लागि हाम्रो पार्टी स्थापित भएको छ र चान्चुने ढंगबाट यसलाई विश्लेषण नगर्नु होला। र तपाईहरुले हेर्दा हेर्दै नपत्ताउने खालको रिजल्टहरु आइरहेको छ नि,
मैले केही इन्टरभ्यूहरूमा भने जस्तै भोलि यो पार्टी फेरि आउँदै गरेको चुनावमा पहिलो पनि हुन सक्छ। हामी त्यत्तिकै हचुवाको भरमा र केही खाइहाल्नुपर्छ भन्ने हिसाबबाट हाम्रो पार्टी हिँडेको छैन र हामी त्यति सूक्ष्म ढङ्गबाट अध्ययन गरेर मात्रै अगाडि बढ्छौँ कि हल्का रूपमा हामी अगाडि बढिरहेका छैनौँ। आज दुनियाँले देख्ने गरी हिजो हामी बैठकमा नगए पछाडि प्रधानमन्त्री सामान्य प्रधानमन्त्रीको पनि सल्लाहकार हुनुहुन्छ नि त, के चिरिरहेछ भन्ने भएपछि मन्त्री परिषदको बैठक डाकेर 19 गते बैठक राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको बैठक बस्ने भनेपछि अब देश अगाडि बढ्दैछ। नभए अहिलेसम्म अन्यलमा थियो। शपथ खाएर मात्रै हुँदैन नि त, सबै चिज यो सेयर गरेर उहाँहरूसम्म पुर्याउनु होला। जो तपाईहरु विचलित कति पनि नहुनुहोस्। कसैले बनाउँछ भने मैले हिजो पनि भनेको थिएँ, आज पनि भन्छु, भोजपुर बनाउने मान्छे ध्रुव राई हो, विकासको हिसाबमा है। सुरुमा त तपाईहरुलाई मैले जे प्रतिबद्धता गरेको छु त्यो साल्पा सिलिचुको कसम खाँदै, तीनचुलाको कसम खाँदै, माटोको कसम खाँदै हिँडेको छु नि। म देश र जनताप्रति घात गर्दिन, म भ्रष्टाचार गर्दिन, भ्रष्टाचारीहरूलाई हामी क्याक क्याक बनाउँछौँ, घाँटीमा उचाल्छौँ, घाँटीमा निचोरेर निल्नु दिँदैनौँ भन्नेको कुराहरू नै तपाईहरुसँग जाहेर गर्न चाहन्छु। यो बेलामा तपाईहरुलाई विभिन्न कुराहरू लाउँछन्, अब निराशा बनाउनेतिर मान्छेहरू लाग्छन्, त्यसमा कति पनि विचलित नहुनुहोस्। म हिजै पनि भोजपुरकै विषयमा केही छलफलहरू गरिरहेको थिएँ, तपाईहरुले बुझ्दा हुन्छ, धेरै मान्छेहरू सँग बुझ्न सक्नुहुन्छ, तर मैले एक्सपोजहरू म गर्दिनँ। त्यसो हुँदाखेरि हाम्रो राम्ररी अध्ययन गर्ने बानी बसाल्नुहोस्। श्रम संस्कृति पार्टीको साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईहरुले गाली गलौजमा बिल्कुल नउत्रिनुहोस्। म त्यो भन्न चाहन्छु। कति भिडियोहरू कति कसको क्षमता छ भनेर चेक गरिरहेको हुन्छ मान्छेले, त्यो चिजलाई बुझ्न आवश्यक छ तपाईहरु जतिको मान्छेले। यी कुराहरू तपाईहरुको बीचमा म राख्न चाहन्छु। र हर्क साम्पाङको विचारबाट प्रतिपादित जुन अभ्यास पनि भइसकेको छ, आज भोजपुरमा धेरै घरहरू उडेको छ, त्यसको विषयमा मैले गृह मन्त्रालयतिर कुरा अगाडि बढाउनु छ। स्कुलहरू उडेको छ, शिक्षा मन्त्रालयतिर कुरा अगाडि बढाउनु छ। मन्त्रालयतिर अहिले भर्खर मात्रै सरकार बनेको हिसाबले हाम्रो लेटर पेडहरू बनाएर हामी त्यो चिजमा अगाडि बढिरहेका छौँ। मैले सबै सूचनाहरू तपाईहरुले दिनुस् भनेको छु। हुँदो कुरामा त साथीहरू कहिले सहयोग गर्नुहुन्न जस्तो लाग्छ, खाली कसले के भनिन्छ त्यसको पछि मात्रै ग्रुप मेसेजहरुमा पनि म देखिरहेको छु। यी कुराहरू राख्दै उत्तमजीलाई भन्छु, तपाईहरु जान्नुभयो त, प्राप्त गर्नुभयो होला नि त, अनि भइगयो त। अब यति कुरा भन्दा तपाईलाई पुग्छ होला। प्रधानमन्त्रीले बोलाएको बैठकमा भनेको के हो? ल, यति कुरा राखेर यहाँहरुको बीचबाट म ओझेल पर्न चाहन्छु। फेरि पनि देश र जनतालाई घात हुने कुरा हामी गर्ने छैनौं, भ्रष्टाचारीहरूलाई हामी छोड्ने छैनौं। जय माटो, जय देश।